लिपुलेक लिम्पुराधुरा कालापानी भारतले नेपाललाई यो भूमि फिर्ता दिने दाबी उहाँ दाजुले गरिरहनु भएको छ। कुरो के हो त? तपाईहरुलाई के लाग्छ? उहाँ दाजुले बोल्नु भएको कुरो 100% सही हो या होइन कमेन्ट गरिदिनु होला। तर उहाँ दाजुले जे बोल्नुहुन्छ 100% सही र करेक्ट बोल्नुहुन्छ। एकचोटि यो भिडियो हेर्नुस्। लिपुलेक लिम्पियाधुरा कालापानी तिमीहरूकै हो भन्ने तिमीहरूलाई लाग्छ र माग्छौ भने हामी दिन्छौँ भनिसके त। बालेन्द्र शाह आइसकेपछि सीमाका कुराहरू मजाले उठे र भारतको प्रधानमन्त्रीले पनि के भन्नुभयो भने ल प्रधानमन्त्रीकै लेभलमा 1 to 1 वार्ता गरौँ न त भन्नुभयो। र मैले सुनेको यदि तिमी लिपुलेक लिम्पियाधुरा कालापानी तिमीहरूकै हो भन्ने तिमीहरूलाई लाग्छ र माग्छौ भने हामी दिन्छौँ भनिसके त। बेलायतले पनि भन्यो हामीसँग लिपुलेक लिम्पियाधुरा कालापानी सुगौली सन्धिको कुरा छ, नेपालको भूमि हो भनेर राखेको पनि हो, म्यापमा पनि छ। प्रधानमन्त्रीज्यूले चाहिँ आफ्नो त्यो कार्यालयमा ग्रेटर नेपालको म्याप राखेको पनि हो र हामीसँग प्रमाण छ। प्रमाणका आधारमा हामी डिप्लोमेटिकली नै भारतसँग कुरा गरेर त्यो भूमि हामी फिर्ता ल्याउँछौँ। यो एक किसिमले भन्नुहुन्छ भने आइसक्यो, त्यसको लागि वार गर्नु पर्दैन। भारतले पनि अर्काको भूमि मिचियो नगरौँ भनेर भारतभित्र पनि दबाब छ। अहिलेका भारतका प्रधानमन्त्रीलाई पनि यो कुरो प्रष्ट थाहा छ, यो हाम्रो भूमि होइन। चाइनासँगको वारमा कालापानीमा हामीलाई नेपालले शरण दिएर हाम्रो सेना राखेको हो, त्यसपछि हामीले ज्यादती गरे हौँ, त्यो सेना फिर्ता लानुपर्छ र त्यो भूमि चाहिँ नेपाललाई दिनुपर्छ भनेको छ। त्यो भूमि हामी लिन पनि चाहन्छौँ, किनभने त्यो हाम्रो भूमि भयो भने त्यो भूमिबाट चाइनालाई र इन्डियालाई दुवै ठाउँलाई उनीहरूको हामी जोड्छौँ। हामीले नहिँड भनेको छैन नि, हामी रोटी खोलिदिउँला न, नेपालले त्यहाँ हाइवे नै बनाइदिउँला न, तपाईँहरू आवत जावत गर्नु हाम्रो भूमिबाट। मानसरोवर जानु पर्यो भने पनि हाम्रो भूमिबाटै जानु न, ट्याक्स बुझाउनु, बाटो खोले बापत ट्याक्स बुझाउनु। त्यसकारण त्यो हाम्रो भूमि हो, विश्वलाई पनि थाहा छ, यसमा दायाँ गर्न पाइँदैन। भिडियो मन परे लाइक, कमेन्ट, शेयर र फलो पनि गरिदिनु होला। जय नेपाल।